हातै देख्दैन त हात हरायो क्या मेरो यो मान्छेले चाहिँ स्ट्रबेरी 5-6वटा खाएर मर्ला मर्ला जस्तो भएर बसिरहेको छ यही छ नि छ सो और यार शुरू करते हैं बिना किसी बकचोदी के। यता यता हेर्छ यता यता हेर्न भन्नुहोस् त साब्जी यो सिमरायो खानुहुन्छ कि हुँदैन भन्नु सिमरायो चाहिँ हेर्नुहोस् गाइस सिमरायो टिप्नु आएको है फुल फुलेछ सिमरायोले फुल फुलेछ 1-2 शब्द राखिदिनुहोस् त शरम पो मान्छ यस्तो भइदिरहेको छ है फुलै फुल फुलिदिरहेको छ अब टिप्न त सिमरायो खानु त खुलित भइगयो अब यहीँ हो अब स्ट्रबेरी खायो गयो है है स्ट्रबेरी खाने खाँदैन अघि खाएँ होइन यहाँ छ स्ट्रबेरी एउटा छ त्यहाँ पनि कता गयो क्यामेरा कहाँ गयो हातै देख्दैन त हात हरायो क्या मेरो देखा आपने लापरवाही का नतीजा है यो छ दुईवटा ड्याममै छ ग्राउन्डको ब्याक साइडमा सिमरायो थियो सिमरायो खानु आएको टिप्नु लागि के बोले भाइ के बोले सन्डे यो मान्छेले हो नि फुलेको सिमरायो खानु हुँदैन भनेर हुन्छ हुन्छ कि हुँदैन कमेन्ट गर्नुहोस् है कमेन्ट गर्नुहोस् भन्दै त छिपे छ भने मात्रै त्यो छ है सिमरायो चाहिँ हुँदै सिमरायो तर बट मैले त कहिले फुलेको पनि देखेको थिएन फर्स्ट टाइम हो फुलेको देखेको अरे यार हुँदै ड्याममै छ यहाँ एक भारी टक्कै छ जम्मा गरिन्छ 3जना आएको हामी चाहिँ सिमरायो टिप्नु यो मान्छेले चाहिँ स्ट्रबेरी 5-6वटा खाएर मर्ला मर्ला जस्तो भएर बसिरहेको छ अब सिमरायो चाहिँ यही टुक्यो त पानी त हेर्दै रहेछ त यहाँ हेर टिप्न छिटो टिप्नु कि पेट सम्हाल्नु फुलेकै भए है ठुलो टिपमा घाँस उखालेर उखाल्नु मिलालो है त्यो खालको उठाएछ अन्त भयो है चरेसँग यो त हुन्छ र खानु देखा त यहाँ हुन्छ यो खानु हुन्छ होला नि हुन्छ होला हौ भएन भने तै त मर्छ नि कति भयो घाँस चाहिँ ओइ जाने कि रुम जाने जाउँ सिमरायो त अब टिप्नु त कतै भइगयो हो यो खाएर भरे मऱ्यो भने अलिअलि कमाएको पनि है सक्छ है सक्छ यहाँ चाहिँ ग्राउन्ड छ है आज चाहिँ प्लेयर्सहरू आएकै छैन हामी 3जना मात्रै छ फुटबल खेल्ने पनि कोही छैन है फुटबल खेल्ने पनि सो त्यही भएर अस्तिको सन्डे त थियो त्यो सन्डे त कोही पनि आएको छैन फुटबल खेल्नु है अहिले बेलुका चाहिँ आउनुसक्छ सधैँ त माथिबाट आउँथ्यो है खेल्नु माथि थियो छङ्गुबाट सो त्यही भएर अहिले त कोही छैन यहाँ 2जना मात्रै छ यहाँको भ्यू चाहिँ कस्तो छ भने कस्तो कालो कालो देखिरहेछ यहाँ यस्तो छ है भ्यूहरू चाहिँ वाह क्या सीन है मजाकै छ आजको वेदर अलिकति दामी छ है धुम्मेको छैन सधैँ त धुम्मी बस्थ्यो यहाँ आज चाहिँ धुम्मेको छैन उताबाट त तर धुमिँदैछ बिहान चाहिँ मजाको घाम पनि लागेको थियो है सो अनि यहाँ चाहिँ छ तपाईँको त्यो प्ले ग्राउन्डको भ्युअर्सहरूलाई भोलि पर्सि म्याचहरू हुँदाखेरि वासरुम चाहिँ यहाँ चाहिँ देसी वासरुम सो अब चाहिँ गएको हामीहरू खासमा सिमरायो टिप्न आएको है सिमरायो त सबै फुल फुलिरहेको छ त्यही भएर टिपेन लैजाउँ अरे केटाहरूले पनि है 2जना आएको थियो हामी जम्मा 3जना आएको थियो है यहाँ 2जना त हिँड्दैछ जाँदैछ है अनि अबको
दुई दिनमा चाहिँ यहाँ प्र्याक्टिस पनि हुन्छ होला फुटबल है भन्नुहुँदै थियो हकीहरूले है फुटबल नै खेल्नुहुन्छ भनेर। सो त्यही भएर अहिले चाहिँ कोही छैन ग्राउन्डमा आजकल चाहिँ। सो आज मात्रै हो पानी नपरेको, सधैँ चाहिँ पानी हेभी नै परिदिन्थ्यो। आज घाम पनि मजाले लागेको थियो। सो त्यही भएर आज तै पनि उताबाट फकी चाहिँ हेभी नै आउँदैछ। यहाँको वेदर चाहिँ जति बेला पनि जे पनि हुनसक्छ है, त्यही भएर। सो हो यहाँ पनि रहेछ सिमरा। ओ यहाँ रहेछ त सिमरा त हेभी राम्रो रहेछ, फुलेको छैन रहेछ यहाँ। हो यहाँ ऊ ठुल्ठुलो रहेछ साग। साग चिन्छ तिमीले? यहाँ चाहिँ हेभी छ है, स्ट्रबेरी खानेलाई चाहिँ यहीँ छ। सो दामी के खायो? घाँस पनि यहाँ छ है स्ट्रबेरीसँग। यही हो भ्यू चाहिँ ग्राउन्डको। हाम्रो रुम चाहिँ यहाँ माथि छ। दामी यहाँ पनि छ ड्याम्मै स्ट्रबेरी। अहिले सिजनै हो कि, सो त्यही भएर यहाँ चाहिँ अलिकति हिँड्दा पनि ब्रिदिङ चाहिँ है हाई लेभलमा बढ्छ। वेदरै त्यस्तो छ यहाँ, त्यही भएर आम्मा यहाँ त सिमरायो त हेभी छैन त, तर सबै के फुल फुलिरहेछ। मैले त कहिल्यै देखेको थिएन हौ सिमरायो फुलेको चाहिँ, यहीँ होला फर्स्ट टाइम सिमरायो फुलेको देखेको। सो अब सिधै गएर रुममा भेटौँ है प्लस। हाय सिमरायो ड्याम्मै गयो। हुन्थ्यो है भनेपछि खास जान्ने मान्छे चाहिँ यहीँ छ है, अन्त कहाँ हुन्छ त? अब कि फेरि गएर टिपेर आउने? अरे कहना क्या चाहते हो? सिमरायो